सम्पूर्णमा नमस्कार। म बिबी थापा सालिन। मैले पुनः एउटा भिडियो बनाएको छु धनकुटा जिल्ला छथर जोरपाटी गाउँपालिका वडा नम्बर 4 ओखरी भन्ने ठाउँको। यहाँले देख्न सक्नुहुन्छ नेपाली किसान एउटा कृषि हाम्रो चाहिँ मूल पेशा हैन र गर्दाखेरि के हुँदैन भने जस्तै यहाँले हेर्न सक्नुहुन्छ। यो आलु यति राम्रो, यो आलु चाहिँ यसलाई के भन्छ भने यो जो सब खन्ने बेला अथवा यो सङ्कलन गर्ने बेला चाहिँ यो बाली फलिहरीको अवस्था हो। अब यसमा आलुको बोटहरू पहेँलो हुँदै जान्छ र आलु पाकेको भन्छ यसलाई। र त्यस्तै एभोकाडोहरूको बिरुवाहरू यहाँ छ। अब यो ठ्याक्कै महिनाले चैत लागिसकेको महिना हो, आकाश धुम्मिएको छ हैन। र यसरी चाहिँ कृषि एकदम राम्रो छ। यहाँहरूलाई जुम गरेर देखाउन चाहन्छु। यो आलुबारी हो, यतापट्टि पनि यता लसुन प्रशस्तै छ, केराको बगानै छ, यहाँ धेरै नै छ। अनि घर गाउँ यस्तो छ, सर यस्तो यो खालको। पर पनि घरहरू छन्, यता पनि घर छ। सबै बाली नाली लगाएको छ। यो नेपाली किसानको अथाह मेहनत परिश्रमको उपज हो। र यस्तो खालको यो चाहिँ अब त्यस्तो ठुलो व्यावसायिक त नभए पनि आफूलाई खानको लागि सागसब्जीहरू प्रशस्त मात्रामा रहेको छ। अब दिन प्रतिदिन यो धनकुटा जिल्लाको विकसित ठाउँमा पर्छ। यहाँ उत्पादन गरेका हरेक वस्तुहरूको बजार पनि अब यहाँदेखि लिएर धनकुटा सदरमुकाम लगायत तराईका सहर डाइरेक्ट यहाँदेखि धरान इटरी पनि गाडी जाने भएको हुनाले यो विकसित ठाउँमै पर्छ। अब बाली बिरुवाहरू यसरी हुर्काइँदैछ। देख्न सक्नुहुन्छ यहाँले यो ठ्याक्कै यतापट्टिको बारीदेखिको शिरमा यसरी पिच बाटो छ। यहाँबाट धरान इटरी जाने यातायातका साधनको लागि कुनै दुःख छैन। यसरी नै रियल भिडियोहरू, वास्तविक गाउँघरहरू, वास्तविकतामा रहेका भिडियोहरू चाहिँ ल्याउने बाचाका साथ म बिबी थापा सालिन अहिले बिदा हुन्छु। हस्त, धन्यवाद।